ओखलढुङ्गामा श्रमदान मार्फत सडक मर्मत तथा सरसफाईको काम धमाधम भइरहेको छ। श्रम संस्कृति पार्टीको अगुवाईमा करिब 3 महिना अघिदेखि सडक सरसफाई, मर्मत, सोलिङ तथा मन्दिर सरसफाईको काम श्रमदान मार्फत सञ्चालन भइरहेको हो। जिल्लामा ऋषिधन राईको संयोजकत्वमा मङ्सिर 20 गते शनिबारबाट सफाई अभियान अन्तर्गत श्रमदान सुरु गरिएको थियो। श्रम संस्कृति पार्टीकै अगुवाईमा जिल्लाको सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ स्थित पूर्व मन्त्री स्वर्गीय बलबहादुर राईको शालिगबाट सुरु गरिएको श्रमदान अभियानले निरन्तरता पाइरहेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबाट प्रेरित भई श्रमदान अभियान सुरु गरिएको श्रमदाता थगेन्द्र राज राईले बताउनुभयो। अध्यक्ष साम्पाङले श्रमदान मार्फत धरानमा श्रम संस्कृति पार्क, गोर्खा चौतरी, माया धरा नेपेसार उद्योग तथा बहुभाषिक पाठशाला लगायतका कार्य गरेर श्रमदानको अभियानलाई व्यवहारमै प्रमाणित गरेको बताउँदै आफू पनि श्रमदानमा जोडिएको श्रमदाता राईले उल्लेख गर्नुभयो। हाल जिल्लाको माने भन्ज्याङ गाउँपालिकाको उभु, बाक्सा, हिलेपानी तथा सिद्धिचरण नगरपालिकाको चुप्लुमा हरेक शनिबार श्रमदान भइरहेको श्रम संस्कृति पार्टी ओखलढुङ्गा काठमाडौँ सम्पर्क मञ्चका कोषाध्यक्ष बलबहादुर राईले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म जिल्लामा करिब 3.5 किलोमिटर सडक सोलिङ तथा ग्याबिङ तार जाली भरी सडक मर्मतको काम सम्पन्न भइसकेको छ। सबैभन्दा बढी माने भन्ज्याङ गाउँपालिका 2 वाक्सामा 3 किलोमिटर भन्दा बढी सडक सोलिङ गरिएको छ। यसै गरी सिद्धिचरण नगरपालिका 5 चुप्लु अर्थात् छाङखोला क्षेत्रमा 80 मिटर भन्दा बढी सडक मर्मत गरिएको छ। अन्य विभिन्न स्थानमा पनि श्रमदान भइरहेको भए पनि के कति काम सम्पन्न भयो भन्ने विवरण आउन बाँकी रहेको कोषाध्यक्ष राईको भनाइ छ। श्रमदानमा किशोरावस्थादेखि ज्येष्ठ नागरिकसम्मका तथा सबै राजनीतिक दलमा आस्था राख्ने नागरिकहरू सहभागी हुने गरेका छन्, जसमा करिब 60% महिला सहभागी रहेको बताइएको छ। 9 हप्तादेखि श्रमदान मार्फत सडक सोलिङ, अवरोध पुर्याउने ठूला ढुङ्गा फुटाई हटाउने तथा मन्दिर सरसफाई जस्ता काम भइरहेको त्यहाँका संयोजक अनिश राईले जानकारी दिनुभयो। स्वास्थ्य संस्था र ओडा कार्यालय पुग्ने सडकलाई मध्यनजर गर्दै सडक मर्मतलाई प्राथमिकतामा राखिएको संयोजक राईले आफ्नो एफएमसँग बताउनुभयो। उहाँका अनुसार 365 दिनमध्ये हरेक शनिबार श्रमदान गर्ने बानीको विकास गर्न, छरिएको श्रमलाई एकीकृत गर्न तथा आफ्नो गाउँ आफै बनाउने उद्देश्यका साथ अभियानलाई निरन्तरता दिइएको छ। श्रमदान अभियानका लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका 37 जना दाताबाट 2,95,000 रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको श्रम संस्कृति पार्टी ओखलढुङ्गा काठमाडौँ सम्पर्क मञ्चले जनाएको छ।